के अरे नेपालीलाई थुलुङ भाषामा ल कन्भर्ट गर्नु ल तपाईँ। म नेपालीमा भन्छु, तपाईँ थुलुङ भाषामा भन्नु ल। यता हेर्नु न, त्यो मोबाइल नगाउनु अहिले। के अरे तपाईँले आज के को सब्जी पकायो भनेर सोद्धाखेरि के भन्नुहुन्छ थुलुङ भाषामा? आने हम के खोक्ना। ए आने हम के खोक्ना। अनि त्यसपछि आज सिमी र फर्सीको मुन्टा पाक्यो भन्दा सोस्टा मिना बोलकु सोस्टा माना बोलकु फर्सिनिङ। आमा के साह्रो गाह्रो हो। सिमीलाई चाहिँ के भन्छ? सिमी भनेको गानी। सिमी चाहिँ गानी। सोक्टा पर्वते कुरै होला। सोक्टा भन्छ। अनि त्यसपछि तपाईँ आज के गर्नुभयो भनेर सोद्धाखेरि थुलुङ भाषामा? आने हम बेन्नी। आने हम देख्नी। के गरिस् भनेको अनि हम बेन्ना भन्नु। ए के गर्यो भनेको अनि हम बेन्नी भन्नुपर्छ के? ए त्यस्तो भन्नुपर्छ। अनि त्यसपछि भात खान आउनु भनेर बोलाउँदाखेरि के भन्ने? जामपेक्टा बिक्नी भन्नुपर्छ। जामपेकमा बिक्नी हो भन्नुपर्छ। जामपेकमा बिक्नी है। भन्छ जामपेकमा बिक्नी है। जामपेक्टा बिक्नी हो। अनि भात खाम भन्दाखेरि चाहिँ जाम्पी है भन्नुपर्छ। ए जाम्पी है भन्यो। आज यतै बसौँ भन्दा आने ओटाङ बुइ है रम भन्नुपर्छ। आने ओटाङ बुइ है रम बाटी। आने ओटाङ बुइ। ए आने भनेको चाहिँ आज। आने भनेको चाहिँ आज रहेछ है। ल भात कति बेला खाने भन्दा जाम हाम्बेला पेपा हो भन्नुपर्छ। कस्तो लामो हो। जाम हाम्बेला पेपा हो। जाँडलाई के भन्छ नि हाम्रोमा? जाँडलाई डुई भन्छ होइन, ड्यू होइन, डुई भन्छ होइन। अनि ढिँडोलाई आमा डेउमा भन्छ होइन। अनि लौकालाई लौका नै भन्छौँ, त्यसको नामै छैन। त्यसको नामै छैन। खोर्सानीलाई खोर्सानी नै भन्छ। खोर्सानी पनि खोर्सानी नै हो। टमाटरलाई भेन्द्रानी भन्छौँ। भेन्द्रानी। रात पर्यो भन्दा के भन्छ? दुमरेक्ता भन्नुपर्छ। दुमरेक्ता भनेको रात। अनि भोलि भेटौँ भन्दा दिगा ग्रेम्सी है भन्नुपर्छ। दिगा ग्रेम्सी है। ग्रेम्सी भनेको भेट्छौँ है भनेको। ए के छ खबर भन्दा के भन्छ? हाम खबर बो। अनि सन्चै हुनुहुन्छ भन्दा सन्चै बुनी भन्नुपर्छ। सन्चै बुनी। अनि नमस्ते भन्दा सिउसान्नु भन्छ।